हेलो नमस्ते गाइज हामी चाहिँ आज मुकबाङ भिडियो सर्ट थोरै मुकबाङ लिएर आएको छौं। यो चाहिँ मेरो साथी डिक्की भर्स, यसको पनि च्यानल छ, यसलाई पनि सब्स्क्राइब गरिदिनु होला। अनि आज हामीसँग के छ देखाइदिनु त। हामीसँग मुकबाङमा चाहिँ र्यान्डम मुकबाङ हो, त्यही भएर चाहिँ यो करेन्ट अनि यो प्याज अनि यो खोर्सानी आउने हल्का सा के भन्छ यसलाई टिक टिक ट्याक ट्याक के अरे त्यही हो गाइस हामी चाहिँ सुरु गरे ल। हेलो फर्स्ट बाइट पापाय खाजा बनाइदियो मुकबाङ खाजा खायो कि खाएन? अनि के छ तेरो खबर? अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। केही पनि छैन, खाने बेला नबोल। हिजोको खोर्सानी चाहिँ पिरो रहेछ नि, मैले लगेँ। अर्को मोबाइलले त यसको भिडियो बना काट्दैन। मेरो ओठ पोल्यो यार, यो किन नपोल्यो? ए यो झन् खान्छु भनेको, झन् स्पेसली मलाई भाले मनपर्छ, स्पेसली भाले खानु पर्यो भनेको। भाले पनि खान्छ कि? मेरो भाले ग्लासको कमी भएछ। मुकबाङ बनाउनु चाहिँ तेरो घरमा ठिक हुन्छ क्या? अँध्यारो अन्त है लाइट पारेर। यति साह्रो सोचेको पनि थिएन मैले, पिरो बढी भएछ है। गाइज अब के छ, तपाईँहरू कताबाट हेर्दै हुनुहुन्छ? मेरो साथी लास्टै राम्रो छ, यो सिङ्गल छ। यसो कमेन्ट गर्नु, फलो गर्नु, सब्सक्राइब गर्नु, बेल आइकन बजाउनु, ड्याङ ड्याङ ट्याङ ट्याङ लगाएर। यसको अब यसलाई लप्पर आएर खेलाइदिइहाल्ने भनेको।
दादागिरी निकाल दूंगा मैं। क्या बोलता है तू? यसलाई अलिक सानो सानो पिस पार भने चाहिँ यत्रो सिनी सिनी हाल्यो अनि टोक्न मजा आउँछ। फेरि घाम लाग्यो छ्या खाने कुरा भन्नु। भारे हाँ यहाँ न। कहाँ है यहाँ तो गजब बेइज्जती है। चिकन रहेछ कि है गाइस यो चिकन हो है यसले मासु खाँदैन नि त यो भेज थियो क्या नहा त यो है म मात्रै खान्छु पानी बरु पहिला सुरु डल्ले खान्छस् कि? तैँले यो पहिला खान्छस् स्कुल पढ्ने बेला त्यो धेरै बढी खान्छ हामी त। पहिला यो यो अर्कै येल्लो कलरको प्याकेटमा आउँथ्यो क्या थाहा छ तँलाई याद छ टिक टिक भन्थ्यो क्या यसको नाम है अहिले चाहिँ अर्कै त्यो खालकोमा आउँदैछ डाइटिङ गरौँ भनेको जहिले यसले यस्तो खान्छ अरू यस्तो नखाए मलाई दिउँसो खाँदा चाहिँ के प्रब्लम हुन्छ हौ डाइटिङलाई? यो डाइटिङ गरिरहेको छ दिनमा भात एकचोटि मात्रै खान्छ त खाने होइन खाने कस्तो हुन्छ मैले खाएर यो त कस्तो मजाको मसालेदार उयो झरे टिप्दैन के हुन्छ खाना खा नखाने ढोका लगायो पछि ठिकै आउँछ ढोका मलाई यो त मन परेन है यो के हो यस्तोले खाँदा चाहिँ त्यो फर्म जस्तो क्या कस्तो छ क्या? योभन्दा मिठो त बरु ढुङ्ग्री हुन्छ उसले खान्छ मसला खाएको छ सोझी ल यस्तो छुट्टी हो भाइको सन्डे सबैमा छुट्टी हो त अनि खोइ पेमा पेमाको त छुट्टी होइन सबैको छुट्टी अरे फेरि पेमा एकजनाको मात्र लाग्छ के सबैको छुट्टी छ मसला सबै एकैचोटि पर्यो घाम गनाएछ ढुङ्ग्रीमा
के त भाले हाल्न दुई तिनवटा यहाँ चिकन हो क्या नखाँदा त भेज होइन है यहाँ चिकन छ है त मासु नखाने मान्छे के हाम्रो हेरौँला तेरो यो चुरीफुरी कति दिन टिक्छ म पनि हेरौँला हाल्न भयो अबदेखि त अब भेज भएनस् है नन भेज भइस् नि फेरि भाडे खाइसक्यो त्यही भएर अबदेखि छिरिङ भेज भएन है गाइस त्यो त भालेको फोटो हुँदा हुँदा खानु पनि अरे यो भालिनी चाहिँ कति बोलेको भालिनी हुन्छ पोथी पो हुन्छ युजुअल कमन सेन्स सेन्सलेस बढी भएर मार्छ पुरा खाने खासमा त उसमा खानुपर्ने क्या त्यो चाइनिज साग के अरे लेटस है अब नेक्स्ट टाइम मासु खाए पो मिठो हुन्छ त मुखबाङमा नि बढी बोलिस् यस्तो चाउचाउ पनि के मुखबाङ हो है खायो बरु अब आफ्नो भाग खायो पेट पोल्ला चाहिँ फेरि पिरोले बोल्दैन भरे त मेरो पो पोल्छ त तेरो पोल्छ र पोल्दैन भने तर मैले बराबर खाएको त नि तैँले मसला धेरै हालिस् सरी त खाने खै त मैले अघि खुवाएको होइन खाए अघि मटन खाएको के हो विशेष क्या बिहान उसलाई नि त यसको दिमाग सन्तुलन ठिक छैन क्या मसलामा चाहिँ खानु पर्यो धेरै जस्तो मसला नखाए बरु फलफुल ल्याएर साँच्चै फ्रुटको मुख बिहानै कसैले गर्दैन त है जुन चाहिँ उयोले एक दिन फ्रुट हुँदैन पाइनएप्पल एप्पल सब ल्याएर मिक्स गरेर ट्रे चाहिन्छ मलाई कस्तो केराको पातमा भात खानु मलाई राख बिरयानी भात चाहिँ भयो नि त्यो तामिलहरूले खान्छ नि तामिलनाडु लो बजेटको ब्याङ्क यस्तै हो कौन है ये लोग कहाँ से आते हैं ये? 1000 रुपियाँ सके हाँ सही गयो ल हेर्नुहोस् त ल हेर्नु न त्यसलाई आफ्नै पारामा के भन्ने न गाली दिन मन लाग्छ न कराउनु मन लाग्छ बिचरा हेर्नुहोस् न
ऊ मेरो बचपनको दिल बचपनको ल हेर्नुहोस् न बिचरा खाऊ न तिमी कस्तो लजाको खाऊ न कस्तो ड्याउ ड्याउ गरेको हो ओए, यो कसले गर्यो कुन एङ्गलबाट सुनिस् अबदेखि म मुखब्याङ बनाउँदै योसँग यो खाएपछि ड्याउ ड्याउ गरेर छ मैले अघि एकचोटि मात्रै गरेको होला म हाल्दै हालिदिनु ऊ छिटो खाँदो रहेछ गाई ऊ छिटो खाएर अगाउँदो रहेछ अनि हामी बिस्तारै खाएर ड्याउ ड्याउ गरेर खाने मन नलाग्दो रहेछ झाउगा चाहिँ कहिले सुनिस् तैँले पछि म यस्तो गरेर गरेको पूर्वा भयो है पारेर मैले पारेको होइन भन्ने मान्छे चाहिँ यो हो के त्यस्तो खालको मान्छे गाइज अब हाम्रो मुखब्याङ चाहिँ यहाँ सकिँदैछ होइन मकब्याङ कहाँ सक्यो खाइरहेको देखिनस् तँ त ढिला खानेलाई त सक्यो यो त सबै खाइसक्नु भएको त मुखब्याङ मुखबाट राखिदिनु नि त गाइज सक्यो ल हाम्रो मुखब्याङ यति हो यहाँ म खाँदैछु गाई सक्यो भन्छ यार यहाँ अझै बाँकी छ क्या अच्छा हमको सिखा रिया है ये क्या जुनून है बस्नु पर्यो अब अगाइहाल्यो अब सुत्नुपर्छ बाई बाई गर्नु घाम लाग्यो ओके गाइज ल आज चाहिँ यही टुङ्गिएको छ हाम्रो यो के भन्ने लो बजेट भन्ने कि फर्स्ट भएर नि हो हाम्रो यस्तो जे पाइते भएको नेक्स्ट टाइम अब आउँछ जे पाइँदैन भने यहाँ यस्तो सेलिब्रेटी जस्तो मान्छे ल्याएर मुखब्याङ गर्नु लाएर सेलिब्रेटी मेरो साथीको युट्युब गएर हेर्नु देखि भर्स उसको 2 लाख कति 3 लाख समथिङ कति छ होला सब्सक्राइबर तपाईँहरू पनि त्यसमा जोइन हुनु होला 10 लाख पुग्न आइसक्यो ये फंस गया सीएम अस्ति भर्खर सिल्भर बटन आएको थाहा भएन गोल्डनै आउँछ नि ओके गाइज बाई बाई और अगर तुम लोग नए हो तो सब्सक्राइब करो वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती